सो हेलो गाइज बैक टु माई च्यानल सोल्टी नेपाल ब्लग होप गर्दैछु हजुरहरू एकदमै सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। अनि आज चाहिँ जोसेफ र म खेल्ने हो त मल्टिप्लेयर मोड है। यहाँ देख्नुभएको होला नि, यहाँ मल्टिप्लेयर मोड यहाँ देख्नुभएको होला। अनि त्यहाँ चाहिँ अनि जोसेफ चाहिँ मल्टिप्लेयर मोडमा जाने अनि 40 रुपियाँ जान्छ अनि 40,000 जान्छ कि 20,000। म चाहिँ अलि पैसा छैन मसँग ल है त। अनि यहाँ पुगेपछि चाहिँ त्यो मल्टिप्लेयर मोडमा आएपछि रेस खेल्न हो कि यो के हो मलाई आएन। अनि यो खेल्ने हो, म चाहिँ रेस खेल्ने हो यहाँ चाहिँ। अनि क्राफ्टिङ ओके अनि क्राफ्टिङ रुममा जाने। अनि रुमको नेम जे पनि राखे हुन्छ। मैले चाहिँ AAYAN राख्छु है। आयन मात्र राख्छु। कोड नम्बर जे राख्ने 1221 है त। कोड नम्बर 2 प्लेयर ओपन म्याप जहाँ जाने मेरो फेभरेट म्याप यो हो। अनि जोसेफ चाहिँ आउँदैछ, रोकिन है जोसेफलाई त्यो जोसेफ आएपछि भन्छु है त हजुरले ल है त। अनि जोसेफ चाहिँ आइसक्यो। अनि जोसेफ छिटो गएर ल है त क्रिएटमा अठाउने। अनि अर्को मान्छेहरूले चाहिँ त्यो अब जोसेफले आउँछ, आयन आउँछ। आयन चाहिँ मेरो यो आयन चाहिँ मेरो भाइले बनाएको हो। यो सर्भर चाहिँ 1223 है। कोड नम्बर चाहिँ 1223 1221 रहेछ। ए 1223 भनेछु है, सरी। ल अब चाहिँ खेलौँ। ल म आइसक्यो गाइज यहाँ। अनि जोसेफ चाहिँ आयो। यो चाहिँ जोसेफ हो। अनि यो चाहिँ म है, आयन प्रो म्याक्स चाहिँ म हो। ल है त स्टार्ट भयो। 30 मिनेटको रहेछ। 1 घन्टा भयो। अब खै तेरो रिकर्डिङ भयो छैन होला भाइ? भएन ए भयो ल है त। मेरो गाडीको झिलिमिली हेर्नु। मैले चाहिँ बिहान हान्दै त्यसको मेरो भाइ छ नि, तर मेरो आइडीले बिहान हान्थ्यो। तर मेरो आइडीबाट खेलिरहेँ। लाइभ कमेन्टमा भन्नु होला, लाइभ गर्न होइन। खै लाइभ गर्छु। अनि जोसेफलाई चाहिँ म कुर्छु है त रोकिन। यहाँ कुरम नगएको छैन, केही त हुँदैन। ड्यागिङै हान्दियो। यहाँ चाहिँ अहिले ग्रिन लाइट भयो, अहिले गइहाल्नु न। जति ठोके नि केही हुन्न गाइसहरू। जति ठोक्न छ ठोक्नु, त्यसले ठोकाउन छ भने ठोक्नु, तर केही हुन्न। मेरो हरा सुन्नु हो। यो 3 नम्बरको चाहिँ चल्दैन है गाइस। 3 हो 3 नम्बरको। तर खतरा हरान हुने नि बिचरा। हरान नराम्रो भयो मेरो त। हुन त त्यस्तै हो। 3 नम्बरको हो त्यो त। आराम खेल्नु गाइस। बोलेर अलि नराम्रो आएको होला। किन गाइस यहाँ पार्कमा लगाउनु फास्ट गर्नु पर्यो। मेरो गाडी हेर्न सक्नुहुन्छ होला। अनि यहाँबाट चाहिँ कोची गयो, यो चाहिँ इग्नोर गर्नु होला। यहाँ चाहिँ अनि अरू चाहिँ ठिकठाक हो। 95 छ के अरे। कोले आइ उस हाल्न हो झिलिमिलीहरू हाल्न छ अनि के अरे उता ग्यारेजमा जानु हो। त्यो झिलिमिलीहरूको अप्सन हो। ए म सिकाइदिन्छु नि हजुरलाई होइन। र त्यो जोसेफ चाहिँ आउनु लाग्यो। यहाँ म रोक्छु है।
अब है त्यो ल अनि यहाँ चाहिँ जोसेफ चाहिँ अर्को म्यापमा आइपुग्यो अनि मेरो गाडी कस्तो होला भनिदिनु है त यसलाई इग्नोर गरिदिनु यति यसलाई इग्नोर गरिदिनु अरू चाहिँ ठिकठाक हो नि गाइज यो चाहिँ किन आउ त यार जोसेफ रोकिया न मेरो भाइ रोकिया न ओए मेरो बस पनि ल रोके मेरो बस पनि हेर्ने भने है रोके जोसेफ म सँगसँगै राख्छु के मेरो बस त यहाँ फेरि ठुलो खालको बस है यहाँ मेरो नि त सानो कहाँको सानो हो त मेरो भाइको बस मेरोमा त फेरि आँखा मात्र हो मेरो कि पहिलाको आइडीमा त यो पुरै थियो यो सबै थियो महँगो यो आइएम प्रो म्याक्स भन्ने हेर्नुमा कस्तो देखेको त ल जाम जोसेफ कोकोलाई खेल्नमा 1 घन्टाको लागि यहाँ टाइम देख्नुभएको होला यहाँ चाहिँ टाइम चाहिँ 1 घन्टाको हुन्छ क्या अनि मलाई आउँथेन कि त्यो भ्लग बनाउने यसरी 2 घन्टाको 2 घन्टाको होइन 1 घन्टाको बनाएको मैले बनाउनु मिल्दैन आफै 1 घन्टा जति मिल्छ अनि मिनेटहरूले भएर हो क्या अनि होइन के मिनेटहरूले बचाखाने अहिले त है गाइस स्पिड हेर्नु न त ल बस चाहिँ अलि हिँड्नु चाहिँ कुद्छ क्या मेरो 133 बसको भिडियो हाल्नु कति स्कुल कुदाएको ल म चाहिँ हेभी ड्राइभर हो म जस्तो हेभी ड्राइभर कोही छ नाटक है यो चाहिँ जोसेफ चाहिँ अलि सड्कियो जस्तै छ कस्तो उही गर्छ त्यसको भ्लगमा गएर हेर्नु होला हँसा लाग्छ बेन्जी अनि क्यामेरा ल यो त हरा छ हरा लो ब्याट्री भन्छ है सबै फुल चार्ज गरेर भोलि पर्सितिर बेन्जी बनाउँछ ल जोसेफको भ्लगमा गएर हेर्नु होला जोसेफको गाडी पल्टिनु लाग्यो मेरो गाडी हेर्नु न ल सक्छ नि यो गाडीहरूको खतरा हुन्छ क्या स्विच अफ भयो ड्यामेज चाहिँ जान्छ थाहा होला तर यो मल्टिप्लेयर मोड हो त्यसमा चाहिँ ड्यामेज जान्न जति ठक्किँदैन ड्यामेज जान्न तर जान पनि जान्छ हो जान पनि सक्छ ल फेरि हामीलाई दोष लगाउँछ गियर खालको लगाउनु भयो भने राख्छु हामी 1 2 3 4 5 6 गरेर लिएर जाने कि सिधै 6 मा गयो भने बिस्तारै हिँड्छ क्या अनि 1 2 3 4 गरेर भयो भने यस्तो मजा भाले बस्ती कति स्पिड हुन्छ 170 रहेछ यसको फुल स्पिड ल जोसेफ पल्टियो गाइस जोसेफ गुरुङ भनेर सर्च हान्नु होला है खतरा गरिरहेको जोसेफले मेरो भन्दा चाहिँ जोसेफलाई अलि सपोर्ट गर्नु पर्यो एमो जति मेरो नि गरिदिनु पर्यो अनि गाइजहरू अहिले चाहिँ जोसेफ चलाउँदै छ ल एउटा अर्को म्याप आयो ल कति ब्राइटनेस ल त जोसेफ चाहिँ देख्नुभयो होला 100 को 100 देख्नु मेरो 95 थियो बोलेर 95 को 95 देख्यो मैले चाहिँ ट्रोल गर्दिनँ मान्छेहरूले अनि चाहिँ तर हाँसी भनेर होइन
10 मिनटमा के चाहियो भने मलाई भन्नु होला म हालिदिन्छु होइन भन्नु होला म हालिदिन्छु यहाँ चाहिँ गाउँ आयो होला हेर्नु यस्तो मान्छे झुम्म पौडी खेल्न लाग्यो Ada Joseph Lani rokin na. मैले छिटो ट्र्याक्सन लिन्छु नि ट्र्याक्सन भनेको मैले यहाँ इन्जिन हालेको झ्याप्पो कुद्छ के खतरा महँगोवाला हालेको क्या त्यो भएर झ्याप्पो कुद्छ क्या अहिले जोसेफ चाहिँ आएको छ पानी पर्यो मेरो गाडी त खतरा चिप्लो भइरह्यो यार हेर्नु यो पानीले गर्दा मेरो गाडी चिप्लो होइन गाइजहरू यसको पाराले हो एउटा भ्लगरको नाम के हेजलविक र एउटा उमेश कुन हो भ्लग उमेश भनेर सर्च हान्नु एउटा खतरा आउँछ कि दुईटा हो हेजलविक र उमेश भनेर सर्च हान्नु खतरा हुन्छ अनि त्यसमा गएर नि सर्च हान्न सक्नुहुन्छ अनि बिस्तारै स्पिडले हिँडिरहेको जोसेफलाई चाहिँ अलिक रोकिन मैले बिस्तारै हिँड्छु है बिस्तारै हिँड्छु कमेन्ट गरेर भने राम्रो गर्नु होला है अनि केही किन्न फेरि त्यस्तो नराम्रो इमेज दिँदैन नफाल्नु होला अनि चाहिँ केही गाडीहरू चाहियो भने मलाई कमेन्ट गर्नु होला कतिचोटि भन्नु चाहिँ दूरतिर अनि भ्लग हो अनि धेरै जतिले चाहिँ सब्सक्राइब नगरिकन भाग्छन् रे क्या हेरेर भाग्छ अनि एउटा चाहिँ यो जोसेफकै पर्छ यसमा त्यो सब्सक्राइब गर भन्ने बेलामा पनि गर्दैन कि यसले अनि अहिले पनि सब्सक्राइब यसको बल्ल आज हो कि हिजो मलाई थाहै थिएन त्यो भ्लग खोलेको भनेर यसलाई त थाहा थियो नि हेर्ने अनि भ्लगै नगर्ने सब्सक्राइबै नगर्ने कि भ्लग नगर्ने रिस गर्यो अनि है साथीहरू अनि यसले चाहिँ नगर्ने कि त्यस्तो भएर रिस हुन्छ कि मलाई हेरेर यार धेरै जति मान्छेहरूले यस्तै गर्छ रोब्लक्स खेलेको चाहियो भने भन्नु होला हजुरलाई पानी चाहिँ अब आउँदैन सेतो भयो र बाटो हेर न यहाँ हेर त पहिरो यहाँ चाहिँ फ्री फायरको पुल आउँछ है गाइस ऊ देखिरह कस्तो अठा हो कि हेर्नु अब आउँछ हेर्नु गाइस ल गयो खाल्छेतिर गाउँ अब फ्री फायरको पुल कस्तो हो गाइजहरू को फ्री फायर लभर हो भन्नु होला है यहाँ प्राप्तिले चाहिँ म भनिरहेको फ्री फायरको प्राप्ति चाहिँ बिचमा बसिरहेको ल कस्तो हानेको रोकिनु त्यसो सँगसँगै हिँड्नुलाई घुम्ती त हिँड्नु छोड्यो गाइजहरू अनि जोसेफ गुरुङ भनेर अलि सब्सक्राइब दिनु पर्यो कडा काम गर्छ अर्को म्याप हरान चाहिँ खतरा अलि हजुरलाई अलि डिस्टर्ब होला तिनवटा म्याप
यो चाहिँ कुटी कुटी हेर्नु न गाइस यहाँ कुटी कुटी यति गोलोमा छन् कुटी कुटी बसन्तीले चाहिँ कुटी कुटी भन्छ कि यसको डल्ला अनि त्यो हामीले नि कुटी कुटी भन्छ ल पूजा सब लिन्छ ल 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 यहाँ हेर्नु बस हेर्नु देख्नु होला नि कुटी कुटी देख्नु देख्नु होला नि कहाँ मुन्टा गयो स्कुलतिर मुन्टा हुन्छ प्राप्ति गयो त्यो डेली चाहिँ आउँदैन कि मेरो भ्लग फेरि है गाइस होइन यो चाहिँ रफ बोले है गाइस अनि यो चाहिँ म भ्लगमा ल यार यता आइज न सरी है गाइस मेरो आँखा के भयो मेरो भाइ चाहिँ अर्को बाटो गइसकेको छ भन्दै त्यो यताबाट गयो नि म यताबाट गएँ नि मेरो भाइ चाहिँ अर्को बाटो गइसकेको कति मजाले भनिदिएको क्या यहाँ चाहिँ कन्टिन्यूमा जाने रोकिनु भयो जोसे रफ चाहिँ बोल्नु हुन्न भ्लगमा यसले जेसुकले जे पायो हानिदिइरहेको होइन यसलाई चाहिँ बिहान हान्नुपर्छ युट्युबरहरू रफ बोल्छस् भन्नु रफ बोल्छस् भन्नु होला हजुरले यसलाई अनि यसको मम्मीले हेर्नुपर्छ यसलाई भन्यो भने है यस्तो हान्नु नि खोकु गर्नुहुन्छ कि रोकिनु है जोसे हामी साना नानी बाबु होइन गीत के कुटी कुटी यति गोलोमा आउने कुटी कुटी अनि यो चाहिँ कुखुरी कहाँ बासी भात कहाँ खोइ मेरो बासी भात बिरालोले खायो बिरालुले पायो बिरालुले सेम टु सेम आइसन बाबा यहाँमा कति बेलाको बे हो तेरो नाम देखिरहेको पानी पऱ्यो ल कहाँबाट हरन सुनिरहेको ऊ कस्तो लिचेको हो यहाँ पनि उभिन्छ लु है त गरेको नि जोसेफ अनि
छिटो गएको प्राप्तिले नि भ्लग बनाउनु पर्यो कि होइन भन्नु होला पर्यो कि पर्यो भन्नु अनि बनाउनु पर्छ 700 भ्याउन लाग्यो 14% हो रेलवे पुग्छ के लगे छैन सकाइ बाय 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 जोसेफ मैले चाहिँ कटाएन कटाए जोसेफ जोसेफले चाहिँ कटायो मैले जोसेफ चाहिँ डेन्जी पछाडि रहेछ क्या हो भालु बस अफरोडिङ म्याप खेल्न भने भालु बसमा अफरोडिङ म्याप खेल्न भने खतरा है मेरे पापा कहने लगे मिनी मेट्रो चलाइयो अब मजा पता है मेरे पापा बहुत स्पीड होइन कि छोड्दै अहिले त आवाज आउन होला त सिम्बोली थिएन मेरो अलिक हुन्छ के हो यसलाई चाहिँ जोसेफले चाहिँ मेरो पछाडि गएको जोसेफले मलाई देखिस् मलाई voice to the no sorry guys no nah 10% 100% बनाएपछि हेर्छु अनि यो चाहिँ हालिदिन्छु युट्युबमा 10% भयो सरी गर्नु पर्यो तेल दियो ल एउटा गाइस म चाहिँ लिख जान्छु त्यो पैसाले बनाइदिनु ल एउटा म चाहिँ लिख जान्छु